नमस्कार, मेरो नाम चाहिँ अनिश राई र म चाहिँ अहिले मेची नगर 7 झापा काँकरभित्ता पुरानो भन्सारमा छु। र आमा तपाईँको नाम भनिदिनु न। मेरो नाम फुलमाया राई। फुलमाया राई। अनि तपाईँलाई चाहिँ यो कसले दियो? यो मलाई धेरै दुख थियो, म सक्दिनँ थिएँ। मलाई उमाले कन्ट्याक्ट गर्यो, बढी तपाईँ यो दबाई खाएर हेर्नु न के कस्तो हुन्छ भन्यो उसले। मैले भने यदि यो दबाईले म जाति भएन भने दबाईको पैसा तँ तिर्छस् भन्दा उसले भन्यो म एकदम ग्यारेन्टी दिन्छु, बढी म बरु तिर्छु भन्यो। अनि यो दबाई मैले खानु थालेँ। त्यहाँदेखि म अहिले तपाईलाई के हुन्थ्यो? पहिला ढाड दुख्थ्यो, नसो दुख्थ्यो, म खडा हुनु सक्दिनँ थिएँ, बसेको ठाउँबाट उठ्नु सक्ने थिइनँ म। अब हस्पिटलको दबाई मैले धेरै खाएँ। एक्सराई भिडियो एक्सराई गर्दा पनि मेरो हड्डी मकिएको छ भन्ने यस्तै रिपोर्टहरू निस्क्यो। अनि यो दबाई खानु थालेदेखि म अहिले उठेर पनि हिँड्ने भएँ। अहिले मलाई त्यति असर छैन। हजुर। अनि अहिले तपाईँलाई जुन पहिला तपाईँलाई खानाहरू कस्तो खानाहरू नरुच्ने पनि थियो भन्ने हुनुहुन्थ्यो अघि? खान्छु अहिले म। अहिले खानाहरू पनि त्यति नरुच्ने। अहिले म खाना मजाले खान्छु यो दबाई खाएकोदेखि। ए हजुर। अहिले हिँडडुल गर्न सक्नुहुन्छ है? सक्छु म अहिले सक्छु। एकचोटि उठेर देखाइदिनुहोस् त। हिँडेर पनि देखाइदिनुहोस् एकचोटि। ल अलिक अगाडिसम्म हिँडिदिनु ल, आउनुहोस् यता फेरि। पहिला ढाडहरू दुख्थ्यो, हिँड्न सक्नुहुन्न थियो नि, बस्न उठ्न गाह्रो थियो? हिँड्नु डुल्नु सक्दिनँ थिएँ, बस्नु उठ्नु मलाई अति नै गाह्रो हुन्थ्यो नि। रेन्टस प्रोडक्टले तपाईँले राम्रो गर्यो। कम्पनीलाई के भन्न चाहनुहुन्छ? कम्पनीलाई धेरै धन्यवाद दिन्छु। अनि अरू बिमारीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? अब तपाईँहरूलाई पनि यस्तै रोग छ भने तपाईँहरूले यो दबाई लिने गर्नुहोस्। तपाईँहरू आफ्नो विश्वास साथ खाँदाखेरि निको हुन्छ, तपाईँहरू पनि म जस्तै। ल धन्यवाद। थ्याङ्क यू। रकिङ रेन्टस।